हिमालमा जोखिम केवल असफलता मात्र होइन, मृत्यु पनि हो। मेरो बाल्यकाल चाहिँ कहिले पनि सजिलो थिएन हैन, सजिलो र सहज थिएन। सहरभन्दा एकदमै धेरै नै टाढा चाहिँ एउटा सानो गाउँमा एउटा किसानी परिवारमा चाहिँ मेरो जन्म भएको थियो। त्यो बेला परिवारमा आम्दानीको स्रोत केही थिएन हैन। आम्दानी भन्ने कुरा प्रायः सपना जस्तो नै थियो, किनकि उत्पादन भएको अन्न सबै परिवारमा चलाउँदा नै ठिक हुन्थ्यो हैन। त्यति मात्र नभएर हामीले चाहिँ आफ्नोभन्दा अरूको घरमा पनि हामीले काम गरेर चाहिँ आफ्नो परिवारहरू चाहिँ त्यसरी जीविकापार्जन गरेको थियो हाम्रो जुन बाल्यकालमा चाहिँ। गाउँमा चाहिँ जति नै शान्त भए पनि त्यहाँको जीवन चाहिँ सजिलो थिएन हैन। कुनै भविष्यहरू देखिन्थेन। आशाहरू कतै टाढा हराएको जस्तो त्यस्तो लाग्थ्यो। तर मनभित्र एउटा सपना भन्ने कुरा चाहिँ जहिले पनि बाँचिरहेको थियो हैन। जीवन बदल्ने, केही ठुलो काम गर्छु भन्ने सपनाहरू चाहिँ आइरहन्थ्यो। आमा हो नि त म त। कति मलाई सुर्ता लाग्छ, शोक लाग्छ, मेरो नानी कहाँ छ, के हुन्छ, कसो हुन्छ भनेर मलाई एकदम पिर लाग्छ। त्यही सपना बोकेर चाहिँ मैले एउटा मलेसिया जाने अवसर पाएँ हैन। अनि म मलेसिया पुगेँ पनि सङ्घर्षहरू सजिलो थिएन हैन। अनि परिश्रम, आँसु, धैर्यसँगै दिनहरू बित्दै गए हैन। तर केही वर्षको निरन्तर मेहनतपछि मैले आफ्नै व्यवसाय पनि सुरु गर्न सकेँ हैन। सुरु गरेँ मैले। सायद आज त्यही सङ्घर्षले गर्दा होला मलाई मेरो अर्को सपना पुरा गर्न पनि सक्षम बनाएको छ हैन। अब उदय छोरा चाहिँ अब हिमालमा आरोहण गर्दाखेरि हामीले यसो टिभीतिर फेसबुकहरू हेर्दा एकदम कठिनाइ पर्छ। तर हाम्रो मनमा आत्मा चाहिँ अलिकति अनुभव नहुनेहरू शोक चिन्ता नै रहन्छ। के कसो भयो भने हामी दिनरात भगवानको प्रार्थना गर्दै जब हिमाल जान अघि म आफ्नो सामानहरू प्याक गर्छु, मलाई यस्तो लाग्छ कि म सबै कुरा छोडेर जाँदैछु। मेरो घर, मेरो परिवार र मलाई पर्खेर बसेका सम्पूर्ण मेरो आफन्त साथीभाइहरू। आमा दबलम एक्सपिडिसनको 2 हप्ता अगाडि मात्रै चाहिँ मैले मेरो साथी गुमाएँ। सरी। अचानक उसको चाहिँ एक्सिडेन्टमा उसलाई गुमाउनु पर्यो, जुन कुराले एकदमै मलाई चाहिँ असर परेको थियो। मैले यो एक्सपिडिसन नै रद्द गर्ने भन्ने निर्णय पनि गरेको थिएँ सुरुभन्दा अगाडि नै। तर त्यसपछि मलाई महसुस भयो कि आरोहण मेरो लागि मात्र थिएन, यो उसको पनि एउटा सपना थियो। अनि उसलाई पनि एउटा हिमाल चढ्ने एउटा सपना थियो। सो उसको सपनालाई सम्मान गर्न र उसको आत्मालाई मसँगै बोक्न पनि मैले हिमाल चढ्नुपर्छ भन्ने चाहिँ लाग्यो। सायद मिलनले पनि यही चाहन्थ्यो होला। अनि त्यसैले म गएँ र उसलाई पनि मसँगै बोकेर हिँडेँ।
जुनै कुराको पनि बिदाइ लिनु चाहिँ एकदमै गाह्रो हुन्छ। बाहिरबाट जति मुस्कुराए पनि भित्र चाहिँ एकदमै धेरै पीडा हुन्छ। किनकि हिमाल चढ्नु धेरै रिस्कको कुरा हुन्छ होइन, धेरै गाह्रो हुन्छ। तर पनि हिमाल चढ्नु मेरो ठुलो चाहना हो। जब म आमा बुबालाई अँगालो हाल्छु होइन, त्यो क्षण उहाँहरूको आँखामा हेर्छु, म प्रष्ट देख्न सक्छु जुन म प्रतिको डर, चिन्ता अनि पीर। त्यो बेला मलाई यस्तो लाग्छ सायद म उहाँहरूलाई अन्तिम पटक हेर्दैछु। म जे पनि सम्झन चाहन्छु होइन, जुन मेरो पहिलोपटक हिमालको यात्रा। मलाई एकजना साथीले चाहिँ अन्नपूर्ण सर्किटको यात्रामा लाग्नु भएको थियो। मलाई के भइरहेको छ होइन, त्यो कुनै कुराको थाहै थिएन कि, किनकि मलाई कुनै पनि हिमालको बारेमा जानकारी थिएन। तर त्यो यात्राले ममा धेरै कुरा परिवर्तन गरायो होइन, धेरै कुराको चेन्ज भयो। पहाडहरू मेरो जीवनको हिस्सा बने जस्तो लाग्यो कि पछि आएर चाहिँ। त्यसपछि मैले धेरै हिमालहरूको आरोहण गरेँ होइन, र यो पटक चाहिँ मेरो लक्ष्य भनेको चाहिँ आमा डबलाम हो। जब पहिलोपटक मैले आमा डबलामलाई देखेँ होइन, जुन हिमालको सुन्दरताले मलाई एकदमै मोहित बनायो। अलमोस्ट देयर। सो त्यही भएर चाहिँ मैले आमा डबलाम हिमाल चढ्ने चाहिँ निर्णय गरेको हो। टाउनमा हुन्छु होइन, त्यहाँ चाहिँ धेरै हल्ला हुने, धेरै मान्छेहरूको भिड या त गाडीहरूको आवाजले चाहिँ एकदमै धेरै मनमा तनाव ल्याउँछ क्या। तर जब म हिमालमा जान्छु नि होइन, त्यहाँ सब कुरा बिल्कुल फरक हुन्छ। शान्ति, मौनता र प्रकृतिको सुन्दरताले यी सबै कुराले चाहिँ मनलाई पूर्ण रूपमा आनन्द महसुस गर्छु कि। सायद त्यो कारणले पनि होला मलाई हिमालप्रतिको मोह जागेको। आइसल्यान्ड पिकको सक्सेसफुल समिट पछाडि चाहिँ अहिले हामी आमा डबलाम बेस क्याम्पमा। अलिकति आइसल्यान्ड पिकको क्लाइम्बिङले गर्दा चाहिँ अलिकति एनर्जीहरू चाहिँ लेस भएको फिल भएको छ। आरोहण सजिलै थिएन। आमा डबलाम जस्ता हिमाल चढ्नु अघि चाहिँ आफूलाई चाहिँ शारीरिक र मानसिक जस्तो कुरामा चाहिँ राम्रोसँग तयार पार्नु चाहिँ अत्यन्त आवश्यक छ। उचित तयारीले शारीरिक क्षमता मात्र होइन, उच्च हिमाली वातावरणमा हामीले धेरै नै सुरक्षा समेत सुनिश्चित गर्छ। आमा डबलामको तयारीको लागि हामीले आइल्यान्ड पिक आरोहण गर्ने निर्णय गऱ्यौँ। जति माथि उचाइ बढेर जान्छ नि, सास फेर्न उपलब्ध अक्सिजनहरू त्यति नै कम हुँदै जान्छ, जसले हिमालयन क्षेत्रमा आरोहणलाई अझ चुनौतीपूर्ण र जोखिमपूर्ण बनाउँछ। सबै कठिनाइको बावजुद हामीले रातभरि सङ्घर्ष गर्दै आइल्यान्ड पिकको सफल आरोहण गऱ्यौँ। यो सफलता हाम्रो यात्राको महत्त्वपूर्ण उपलब्धि पनि र आगामी चरणहरूको लागि। Finally, we made it. This is our first step, so we are ready for our next destination. जब गाउँघरमा हुँदा चाहिँ टाढो टाढोको हिमालहरू देख्दा चाहिँ अब एकदमै कस्तो राम्रो वाउ टाइपको फिल हुन्छ होइन। अनि त्यो ठाउँमा पुग्न पाएँ, आफूलाई एकदमै त्यो ठाउँमा त्यो जुन टाढोबाट देखिने हिमालको शिखरमा पुग्न पाउँदा चाहिँ कस्तो आनन्द हुन्छ होला भन्ने एकदमै त्यो महसुस हुन्छ होइन। अब जब अहिले म यहाँ ठ्याक्क अहिले बेस क्याम्पमा छु, अनि अब केही दिनमा चाहिँ म आमा डबलाम हिमालको आरोहणको तयारीमा छु। र जब यो आमा डबलाम हिमाल चाहिँ यहाँबाट मजाले देख्छ, जो हिमाल देखिरहँदा चाहिँ एकदमै अलिकति भित्रैबाट अलिकति डर पनि लागिरहेछ, अलिकति
नर्भस छु, होपलेस पनि छु र अब हामी चाहिँ केही दिन चाहिँ यहीँ आमादबलाम बेस क्याम्पमा चाहिँ रेस्ट गर्नेछौँ र त्यस पछाडि चाहिँ हामी समिट पुसको लागि चाहिँ केही दिनमा यहाँबाट निस्किनेछौँ. I hope until few days I will get fully recover and then I get more strong and more energy. I hope everything will be fine. धेरै जसो पदयात्रा गर्नेहरूको लागि चाहिँ आधार शिविरसम्मलाई मात्रै हुन्छ होइन, तर हामी जस्तो क्लाइम्बरहरूको लागि चाहिँ बेस क्याम्प पुग्नु भनेको एउटा सुरुवाती जस्तो मात्र हो. हाम्रो अझै अगाडि 2-3 हजार मिटरभन्दा बढी कठिन र प्राविधिक आरोहण गर्नु बाँकी नै हुन्छ. प्रत्येक पाइलाहरू सँगसँगै सास फेर्न अझ गाह्रो हुँदै जाने, हावा र चिसोले पुरै शरीरलाई नै कठाङ्ग्राइदिने त्यस्तो कुराहरू चुनौतीपूर्ण एकदमै धेरै हुन्छ. Hey, Lana, I got very bad headache. I took medicine, it doesn't help. We go back? Huh? We go back down? Morning, Aja. You're ready for Camp 2? One of the very challenging part of our expedition. I'm a little bit excited and a little bit nervous too. गाह्रो हुँदो रहेछ नि त. मलाई ढाँट्दै जान्छ छैन जहिले. मलाई त एकदम सजिलो छ, एकदम राम्रो छ भन्दै गइस्, तर हेर्दाखेरि चाहिँ गाह्रो हुँदो रहेछ. अब हिमाल चढिरहँदा पनि दुर्घटना हुन्छ कि भन्ने आमा बाबु परिवारमा अलिकति चिन्ता हुन्छ. अब त्यो चाहिँ म के भन्दिनँ, तपाईँ हिमाल आरोहण गरिरहँदा पनि नगर भन्नु पनि सक्दिनँ. कति मैले ध्यान गरेँ मेरो छोरालाई, एकदम उसलाई चाहिँ शक्ति होस्, माथि पुगेर आओस्, उसको विचार पुरा गरेर आओस् भनेर मैले कति ध्यान गरेँ दिनरात. Oh, fuck. Confia, I need to do this. Safety is most important here. जब क्याम्प 2बाट समिट आरोहणको बाटोहरू धेरै नै गाह्रो थियो होइन, चिसोले पुरै शरीरहरू कठाङ्ग्रे जस्तो हुन्थ्यो. अँध्यारोले बाटो नदेखिने प्रत्येक पाइलामा ध्यान दिन धेरै नै आवश्यकता थियो. तर पनि त्यो डर अनि कठिनाइको बिचमा मैले मिलन भाइको बारेमा सोचेँ, मेरो साथी जो अब यो संसारमा छैन,
तर जसको आत्मा यदि मसँग शिखरसम्म पुग्छ भने मैले चाल्ने हरेक पाइला उसैको लागि थियो। Hey, where are you? Hamid just finally made it. Where? It was like horrible. जब मैले हिमाल पुगिसकेपछि मेरो साथी मिलनको फोटो मेरो नजिकै राखेँ होइन, सबैको सम्झनाले मलाई निकै बेरसम्म स्तब्ध बनायो। ऊ मसँगै चुचुरोमा नपुगेर पनि उसको फोटो मसँग हिमालको चुचुरोमा आफूसँग बोकेर लग्यो। यो कुराले चाहिँ धेरै नै गर्व महसुस गरायो। जब हिमालको शिखरमा पुगिन्छ नि होइन, त्यो त केवल आधा बाटो मात्रै हो। जब समिटदेखि फर्कने क्रममा चाहिँ धेरै कुराहरू दिमागमा हुन्छ। म सोचिरहेको हुन्छु कि कतै म अर्को चरणमा सानो गल्तीले मर्ने पो हो कि। त्यो बेला चाहिँ आफूले मैले धेरै पटक प्रश्नहरू पनि गरेँ, मैले आफूले यो खतरनाक अवस्थामा किन राखेको होला, त्यस्तो पनि महसुस हुन्थ्यो होइन। त्यो बेला मलाई परिवारको धेरै नै याद आउँछ, जसलाई म माया गर्छु र उनीहरूसँग सुरक्षित घरमा बस्न चाहन्छु। तर यो मेरो चोइस हो। सो अब मैले गर्न सक्ने भनेको नै सुरक्षित रूपमा घर फर्कनु हो। तर पनि अब आउँदाखेरि के होला नि, कस्तो होला नि भनेर कति पिर लाग्यो मलाई। दिनरात कति सुतिनँ होला, कति खाइनँ होला कि कति खाएँ कि के भयो कि पिर लाग्यो नि साह्रो। तर अहिले म एकदम खुसी छु, एकदम खुसी छु म। र म के भन्दिनँ, अब तपाईँको विचार, तपाईँको साहस, तपाईँले संसारले चिन्नु पाओस्, राष्ट्रिय अन्तर्राष्ट्रियमा पनि चिनोस् भन्ने चाहिँ खुसी भयो अन्तिममा चाहिँ। बुवा माथि हुन्छ के छ के हुँदैन खतरा 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 मैले पत्याएँ कि एकदम Glad you came.
हजुर, मैले मनासु चढेँ, त्यस पछाडि सगरमाथा चढेँ, अनि भर्खरै मात्र आमादाबलाम चढेँ। तर यो अन्त्य होइन।